വക്രതുണ്ട മഹാകായ സൂര്യകോടി സമപ്രഭ നിർവിഘ്നം കുരു മേ ദേവ സർവകാര്യേഷു സർവദാ.
सुखद क्षण आए मंगल मनाओ सुखद क्षण आए मंगल मनाओ पीले रंग हल्दी प्रेम से मनाओ शगुन शुभ मंगल ब्याह गीत गाओ कमल तन कोमल कनक बनाओ पीले रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल ब्याह गीत गाओ। अगाडि ओहो वाउ भएको पनि वाउ भएको पनि सम्पूर्ण साथीहरूमा मेरो न्यानो माया सम्झना यस नव वर्ष 2082 सालको उपलक्ष्यमा सम्पूर्ण मेरा साथीभाइ इष्टमित्रहरूमा मेरो मिठो सम्झना साथै वैशाख 5 गते शुक्रबार भोलि मेरो छोरा र छोरीको व्रतबन्ध गुरुचोली रहेको हुनाले साथीहरू सबैलाई मिठो सम्झना साथै यहीँबाट मैले सादर निमन्त्रणा गर्दैछु। हाम्रो अहिलेको यस एसएलसी ब्याचलाई हामीले अझ मजबुत बनाउनको लागि हाम्रो साथीभाइहरूको मेलमिलापको लागि हाम्रो आउँदै गरेको 13 गते शनिबार हामी मित्र मैत्री मिलन वनभोज कार्यक्रम भनौँ न एउटा त्यो साथीको त्यसको लागि पनि हामीले अग्रिम भेटघाट गर्नु जरुरी छ। हामी सबैजना साथीभाइहरू उपस्थित हुन सक्ने साथीभाइहरूलाई यसै भिडियोबाट सदन निमन्त्रणा गर्दछु। उपस्थिति नहुने साथीहरूलाई हामी हाम्रो उपस्थितिले जानकारी दिने नै छौँ। भोलि हामी धरान पानबारी आश्रम मार्गमा भेट्नेछौँ। धन्यवाद। मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली हैं तेरे मन को जीवन को नई खुशियां मिलने वाली हैं। ओ हरियाली बन्नो ले जाने तुझको गुइया आने वाले हैं सैया थामेंगे आंखें भैया गूंजेगी शहनाई अंगनाई अंगनाई। मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली। मिति 2082 साल वैशाख 4 गते दिनको बाजा बजाउने सबै तयारीमा अवस्थामा छन्। हार मण्डल बोक्नेहरू सब तयारी अवस्थामा छन्। भगवान विष्णु मङ्गलम मङ्गलता ओम शिवलग्न भो शिवलग्न भो
लुलु एकजना यहाँ एकजना यहाँ निचोरेर पनि निकाल्नु है
हामीले हुन्छ हुँदैन साथी बस्नु समस्त परिवार है पूजा गर्ने बाँकी छ दीपनाराय नमो नमः ईश्वर नमस्कार गर्ने कति राखिदिने समर्पयामि यो 7 रस को पानी हाल्दिने पादयो पाद्य समर्पयामि हस्तको अर्घ्यं समर्पयामि मुखे आचमनं समर्पयामि पुनरास समर्पयामि मय पञ्चामृतं समर्पयामि मधुपर्कं समर्पयामि शुद्ध स्नानं समर्पयामि चन्दन अक्षता फुल सेतो अक्षताले तिले अहिले पर्दैन त्यो सेतो अक्षताले पूजा गर्ने नाम लिँदै है म नाम भन्छु ओम ज्वालामालिन्ये नमः ओम ज्योतिस्वरूपिण्ये नमः ओम अज्ञाननाशिन्ये नमः ओम मोहनाशिन्ये नमः ओम तमोनाशिन्ये नमः ओम विद्याप्रदाय नमः ओम विष्णुप्रियाय नमः ओम यज्ञपत्यै नमः ओम लक्ष्मीसख्यै नमः ओम सिद्धिदात्रै नमः ओम राधायै नमः ओम आरार्ति देव्यै नमो नमः मंगलम भगवान विष्णु छोड़े ना क्या छोड़े कुछ देर छोड़े हरिओम तत्सत काश्यप रत्नम काश्यप समस्त परिवार सुख शांति दीर्घायु तथा सब परिवार संतन मणि धन्वंतरि सकल पाप चियात मान योगने मार्गके ज्ञान तो ज्ञान को कर्णादि सकल पाप कम प्रजालितम समस्त पितृ उद्धारार्थ हेतु पूजा गर्दै पहिले 3 चोटी घुम्यो Oh
राम सदा शिव भगवान को सिद्धिले सैत्रिले गणेश भगवान को आजको आनन्दको भक्तर भगवान को सबपत्रका इष्ट देवता को सबपत्रका कुल देवता को सबपत्रका सबै पितृहरूको सबपत्रका सबै पितृहरूको अगाडि तरु समता शान्ति लगाएका साधन हितकारी शरण शरण पाऊ शरण शरण पाऊ प्रभु दया भयानी ओम दया जगती साधक फलदायी प्रभु साधक फलदायी दया जगती सारे संतन सुर सरिता अविरल धारा प्रभु अविरल धारा ओम दया जगती सारे प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु दसले नित्य गर्यो दिन दिन निर्मल बन्दै प्रतिदिन ओम भवं भवानी चैतं भवानी सयतं सखातमे दक्षिण पदे पदे ल अर्घ दिने मेरो सबै कामनाहरू परिपूर्ण हुन् भनेर यहाँ पनि अर्घ दिएको छैन होला यहाँ अर्घ दिनुहोस् त्यहाँ पनि अर्घ दिनुहोस् शिवजीलाई र सत्यनारायणलाई भोलि नै दिए पनि हुन्छ भोलि विसर्जन गर्ने पत्रं पुष्पं फलं जलं मन्त्रहीन क्रियाहीन भक्तिहीन सुरज यत्पूजितमया देवी परै करोडतलस्तमे गोप्य दिन
पूजा गरिदिनु यसो फुल्ने अनि अक्षताल नगरिदिनु उठाइदिनु डराउँछ नि आगो यति आगाले कता डराउनु लु अब राति लु यो तिलाली पनि लु लिएर आउनु हुँदैन होला भनेर भने कमसेकम दर्शन त गरौँ न नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय जन्म पापानि जन्म करकितानि च पानि देवान् सर्वाणि सन्तु प्रदक्षिणे पदे पदे ओम नमो भगवते वासुदेवाय भगवान् नमः बोला त उता बाहिर अगाडि नै बस्नु बाहिर हुन्छ उहाँ माथि बस्नु ल जगेको अगाडि बस्नु जगेको अगाडि बस्नु नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं गृहाणं जगदीश्वर जन्मेन जन्मभय जन्तदेवतान् धर्माणि प्रथमान्यसन्नतेनाकर्मैमानसतु यत्र पूर्वे साक्षसन्देवा मानस्तके तनये नानवायुकी नानकुमानस्वेकोनिरीका मानविरानन्द्रभाविनियोगतस्वामिका सबै देवी देवताहरूको अन्य वरिपरि रहेका सबै देवी देवताहरूको काली माताको सीता भवनको सिंहवाहिनी माताको विश्वकर्मा बाबाको सेवा गङ्गाको छिन्नमस्ता देवीको जनकपुर धामको भगवानको हरसे महादेवको भक्तर भगवानको गोत्रका इष्ट देवताको आफ्ना कुल देवताको आफ्ना सबै पितृहरूको आफ्ना सबै पितृहरूको आफ्ना सबै पितृहरूको जय जय राधे अनेक ग्रहलाई चढाइदिनुहोस् अनि शिवजीलाई चढाइदिनुहोस् पापहम पापकर्महम पापत्मा पापसम्भवा कायिनं सदा अब गुरु अब यस पछाडि हामी पुण्यपात्र गरिनौँ बलि गरिनौँ गरिनौँ अब सिधै प्रसाद यसो चढाएर लु आरती सेको शब्दले जसले पाच्य सक्नुभयो यता महाआरतीको पनि सेक्नु भएको हुन्छ थोड़ा जाने ना एक प्लेट घूमने पड़ा बोल्ने सबै भाइ त कलेजमै बसेर भाइ त कलेजमै बसिरहेको क्यामेरामा त्यो पिठो त्यतिकै राख्छु त्यहाँ हालिदिनु जान्छु गरी अब भतिजाको वर्तमानमा पसल मजाले बटाएर पछि भनेको त्यो हो होइन के हो होइन सबैभन्दा ठुलो मनमा लगाएको आइहाल्नु
ओम नमो नारायणाय नमस्ते महादेवी शिवाय पौरले कालिकाको अहिले अन्त्य सर्ववदन सरौते अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभं रामनारायणं जानकी वल्लभम् अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभं रामनारायणं जानकी वल्लभं कौन कहते हैं भगवान आते नहीं
दर्शन तो देंगे कभी ना कभी। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। रामनारायणं जानकी वल्लभम्। रामनारायणं जानकी वल्लभम्। संयोगे मिलियोगा नि बताइए मैंने कंगाल प्रधान अब त्यो नानी पेटको अलिकति केस तपाईँले गर्नु छैन त्यो थालमा त्यो नानीको निधार खाली चट्टीको लगाइदिनु। माथि माथि कैलासमा डमरू बजाउनेलाई हत्केलामा 7 खण्ड 9 दीप सजाउनेलाई भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। चन्द्रधनुषधारी बोले बाबा त्रिपुरारी गलामा छ सर्पको गहना बसहामा सवारी। चन्द्रधनुषधारी बोले बाबा त्रिपुरारी गलामा छ सर्पको गहना बसहामा सवारी। शिरको जटामाथि गङ्गाधारा बगाउनेलाई शिरको जटामाथि गङ्गाधारा बगाउनेलाई भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। सासको दम लिएर कति बगाउनु आँसु भोलालाई सम्झेर कति दिन बाँचनु सासको दम लिएर कति बगाउनु आँसु भोलालाई सम्झेर। यस्तो दुःखको खाडीमा मलाई डुबाउनेलाई यस्तो दुःखको खाडीमा मलाई डुबाउनेलाई भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। माथि माथि कैलासमा डमरू बजाउनेलाई हत्केलामा 7 खण्ड 9 दीप सजाउनेलाई भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ। भन्दिनु है भन्दिनु तिम्रो भक्त रुँदैछ उसलाई त दुःख हुँदैछ।
गाईको हातमा दिने फुलेर फेरि गाईको प्रार्थना गर्ने कपिदेव सर्वदेवानं पूजनीयसे रोहिणी पूर्व सुपूजिताय भाद्रगोत्रस्य प्रसाद शर्मणे ब्राह्मणाते तुभ्यं वयं सम्प्रदामय हातैमा दिन्छ गाईको वरिपरि घुम्नु दिन्छनि ज्ञानी कानी च पापानि धर्मात् कृतानि च परिसन्दस्तु प्रदक्षिण पदे पदे गाईलाई यसो ढोग्ने गाईको ठेल्दिन्छ ओम नमस्ते कपिले देवी संसारमा तारिणी सुचित्राय सदा नित्यं प्रसन्न भव सर्वदा त्यो धेरै पैसा लाग्छ होला अब भन्दै नि त्यस्तै आज ओम ब्रह्मचर्यम आगम तिमी भन ओम ब्रह्मचर्यः ब्रह्मचर्य आसनानि ओम तिमी भन ओम ब्रह्मचर्य आसनानि अब यहाँ त्यो लमोरी भने हुन्छ सबै सुधार होला त्यो एकैठाउँमा गरिदिनु है ओम एतेन्द्राते मन्त्र सङ्गीत सङ्गीत सिद्धि सम्प्रदेशति एउटा मास परिधाने विनियोग आजो इन्द्राय बृहस्पतिर्मास पर्यवभातवृतं देवादधानास्तसा देवी शुभमा शुभगामे खलयं कमल ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम एउटा मलाई अरु कोही हुनुहुने गुरुहरु कोही हुनुहुन्छ ओम जग्यो पवित्र यदि 500 लेख्छु जग्यो पवित्र देवता पवित्र धाने विनियोग ओम यज्ञो पवित्रो परमं पवित्रं प्रजापतिर्यः सह पुरता आयुष्मग्रत्यं प्रतिमन्तसुरं ताय नमः स्वाहा निर्गचार एडा योग धाने विनियोग परः भूम्यं तमहं पुराणाय अल्पमनितं वर्चसाः शुद्ध थाई थाई ना लते ल बाबे एकचोटि सुनाउ अमुतः वर्मणः भवः कस्य परमत्वसि ओम इंद्रासी वेदांसम इंद्रासी देवताः कुमारस्य ब्रह्मचर्यस्य तन्त्रस्य विनियोगः मेरी आचरण करा वेदांसम ओम प्रजापति देवता रक्षणे विनियोग ओम प्रजापति परिददामि ओम प्रदक्षिण के एकचोटि प्रदक्षिण गरेर आऊ अग्निको ब्रह्मचार्यसी तिमीले भन्ने ओम असानी है ओम अपोसानः तिमीले भन ओम अस्नानी
अहिले भन्ने मात्रै त्यो पछि व्यवहार पनि प्रयोग गर्नुहुन्छ है। ओम कर्म कुरु, तिमीले भन ओम कर्माणि। ओम मा पिबा सुसुप्त, तिमीले भन ओम नश्वपानि। ओम वाचम यच्छ, तिमीले भन ओम यच्छानि। फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा। फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा। घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल, हामीलाई दर्शन देऊ प्यारो नन्दलाल। वृन्दावनको कुञ्जवनमा गाई चराउने, हातमा बन्सी शिरमा मुकुट अति सुहाउने। वृन्दावनको कुञ्जवनमा गाई चराउने, हातमा बन्सी शिरमा मुकुट। भर्गो देवस्य धीमहि धियो
कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् फुलको माला शिव लाउँदै लाउँदैनन् फुलको माला शिव लाउँदै लाउँदैनन् सर्पको माला मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दै मान्दैनन् शिव लाउँदै लाउँदैनन् धोती र कुर्ता शिव लाउँदै लाउँदैनन् बाघको छाला मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् टीका र चन्दन शिव लाउँदै लाउँदैनन् टीका र चन्दन शिव लाउँदै लाउँदैनन् हरानी भस्म मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दै मान्दैनन् भाषाको लौरो शिव टेक्दै टेक्दैनन् भाषाको लौरो शिव टेक्दै टेक्दैनन् त्रिशूल डमरू मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् जुत्ता र चप्पल शिव लाउँदै लाउँदैनन् जुत्ता र चप्पल शिव लाउँदै लाउँदैनन् काठको खराउ मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् मोतीको माला शिव लाउँदै लाउँदैनन् रुद्राक्ष माला मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दै मान्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् कैलाश पर्वत मैले कहाँबाट ल्याउ शिव मान्दै मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दै मान्दैनन् चुरोट र खैनी
शिव खाँदैनन् चुरो र खैनी शिव खाँदैनन् गाजा र धतुरो मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाऊ शिवलाई शिव मान्दैनन् मोटर र कारमा शिव चढ्दैनन् मोटर र कारमा शिव चढ्दैनन् साँडे वाहन मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाऊ भोलेलाई भोले मान्दैनन् कसरी मनाऊ शिवलाई शिव मान्दैनन् कसरी मनाऊ भोलेलाई भोले मान्दैनन् कसरी मनाऊ शङ्करलाई शङ्कर मान्दैनन् जोड दिनु